यो प्याकेज रहेछ 7 राइट। मजा आयो हो? गाडी ठोक्कायो कि ठोक्काएनौ? ठोक्कायो। हो कतिवटाको टिकट उताको गर्ने हो? कुन खेलाउने हो? भाइ खाने मन छ? ल ल ल हो? आँखा बन्द गरेर के मजा आयो त? अब हामी फनपार्कबाट ब्याक हुँदैछौँ आज समग्र। हामी चाहिँ फनपार्क जाँदैछौँ। रमाइलो भइरहेछ होइन? रमाइलो भएको छ बाबु? रमाइलो भइरहेको टिकट काउन्टर। यो प्याकेज रहेछ 7 राइडको 320 वाला। यो वाला चाहिँ हामीले चाहिँ यो प्याकेज वाला चाहिँ लिन्छौँ। टिकट लिइसकेपछि फर्स्टमा चाहिँ यो खेल्ने भन्ने कुरा गरिसकेपछि दुईजना भाइहरू टक्क लाएर गइरहेछन् क्यारे खेल्नलाई। फनपार्क आज शनिबार भयो हुनाले मान्छेहरूको भिडहरू एकदमै धेरै छ। मान्छेहरू चाहिँ म्याक्सिमम् धेरै छन्। भाइहरू चाहिँ लाइनमा बसिरहेछन्। अब फर्स्टमा दुईटा बच्चा, दुईटा ठुला, दुईटा सानो ल्याउन घुमाउ हो ठ्याक्क त्यहाँबाट हो उता ल्याउ उता 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 हो उता घुमाउ। सकियो 1
हुँदैन क्या यताबाट ल यहाँ रियाज ल बाबु ए ल ल कस्तो कस्तो भयो ल भन एकछिन त्यही न तिमीलाई कस्तो रमाइलो लाग्यो ल भन त्यही त भन तिमीलाई कस्तो कस्तो लाग्यो भन छिटो मजा आयो कि नै मजा आयो हो गाडी ठोक्कायो कि ठोक्काएनौ ठोक्कायो बुलु गाडीले ठोक्कायो ल ठिक छ ल ल ल जाऊँ अब गाइस हामी यहाँबाट चाहिँ अर्को खेल्ने चाहिँ टिकट आएको होइन ल बाई गरिदियो बाबु मजा आइरहेछ ल ल त्यहाँभित्र चाहिँ भाइलाई मजा आइहाल्छ मलाई त यहाँ पुरा काहीँ पनि हानिरहेको तिमीले यो यसमै पुगिसक्यो कस्तो भइरहेछ त ल भन राम्रो भाइलाई चाहिँ खेलाइरहेछौ अहिलेसम्म के खेलायो भाइलाई त्यो बम्पर कार अनि अब यो हो कतिवटाको टिकट काट्यो 7वटाको 7वटा के बाँकी छ अब यहाँ खै देखाउनु मिल्ने हो कपको त्यहाँ बाँकी छ यो घोडाको बाँकी छ फेरि त्यहाँ प्यारिसको पनि बाँकी छ हो अनि अरू पनि बाँकी छ अनि त्यहाँ भित्र मिल्ने भाइलाई भित्र लग्ने हो भित्र नलगे मजै हान्न भाइलाई हो त्यो भाइ उफ्रिनै सक्दैन त्यहाँभित्र त पुरै बल थियो नि पहिला तिम्रो खेला त्यस्तो चाहिँ त्यसलाई त भाइको बेल्ट निकाल्न आएको थियो हेर गाइस बेल्ट ननिकाल है बेल्ट निकाल्ने होइन हस् निकाल्ने होइन मौसम मजा आइरहेछ रमाइलो भइरहेछ हो कतिको मजा आउँछ मजा आयो बाबु ल आऊ ल यहाँ बाबु मौसु हजुर ल पहिला हेरेर ल कस्तो मजा आयो कि आएन भन ल कतिको मजा आयो धेरै मजा आयो ल कुन गर्ने ल भन अनि त्यसपछि उताको गर्ने हो कुन खेलाउने हो यो घोडा कस्तो हुन्छ मजा आउँदैन ल मजा आउने ठाउँ ल्याउ त
के भन्छ यो खेल्ने नखेल्ने रे बाबु यो खेल्ने कि नै यो नखेल्ने ल कुन खेल्ने त ल हिँड अहिले नै घर जान मन छ ल खेल जाऊ फन्टा कहिले पनि नआने बाबु नखेल्ने अहिले यो सबै यो सबै त्यसरी त्यहाँ भित्र जाने त्यहाँ धेरै मजा आउँछ यो जम्प गर्ने भित्र झन् ठुलो छ भित्र खेल्नु हो बाई गरे बाई बाबु बाबु ल खै बाई 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 रोकियो यो कस्तो रमाइलो भयो कि भएन यो मजा आयो कि नै मजा आयो हो अब के खेल्ने खाने मन छ ल ल ल ल अहिले खेल्ने अनि बाहिर गएर खाने होस् अहिले खाएर पनि खेल्यो भने उल्टी आउँछ हस् बाबु 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 नौसुफ
ल डर लाग्यो कि नाइ रे ल बसिरहेको बाबु र म दादा चाहिँ उता खेलिरहेको छ संसार कस्तो भयो बाबु रमाइलो भयो ल बाबु चाउमिन खान्छ दादाको अब सकियो दादा झर्छ कस्तो भयो डर लाग्यो आँखा बन्द भयो हो आँखा बन्द रे के मजा आयो त मजा त आयो हो ल ल जाउँ जाऊ घुमाइदेऊ भाउ अनुभव बन्ने हो अनुभवले त होला जाने हो अदिनको कहाँ है अतिथिकोमा जाने हो घर के कारणले किन जानु पर्यो कि काम नभएपछि
तिमीहरूको घुमे होइन त बाबु डोरा हो यही खेल्ने रे ल अब निस्क्यो त्यो हातको ल्याऊ यता भाइ बस अब एकछिनमा चल्छ अनि त्यही हाल्नु हो सक्ला अब भयो बल्ल खुसी भयो त्यसलाई बाहिर हेर्न मजा लागिरहेको बाबु मौसु मजा आछ गाइज अब हामी फनपारबाट ब्याक हुँदैछौँ आज समग्र सटरडे भएको हुनाले चाहिँ बच्चा बच्चीहरूलाई चाहिँ फनपार घुमाउनु ल्याएको रमाइलो नै भयो धेरै वर्षपछि दुईवटा बच्चासँग यसरी चाहिँ बाहिर निस्किन पाउँदाखेरि एकदम खुसी पनि लाग्यो बच्चाहरूसँग